रुकुम पश्चिमका प्रभावशाली नेता गोपाल शर्मा अनल आउँदो फागुन 21 गतेको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले उम्मेद्वार सिफारिस गरेको छ। तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोपाल शर्मा अनलको नाम सिफारिस गरेको छ। मुसकोट नगरपालिका 5 शेरी गाउँमा बसेको जिल्ला समितिको बैठकबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ शर्माको नाम सिफारिस गरिएको छ भने समानुपातिक 4 र राष्ट्रिय सभातर्फ एकजनाको नाम सिफारिस गरिएको हो। एकमात्र निर्वाचन क्षेत्र भएको रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्र हुँदा हालसम्मका सबै निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेद्वार भई जनार्दन शर्माले जित्दै आएका थिए। अन्ततः जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेर उनी पन्छिएका छन् र यस विषयमा पनि रुकुममा धेरै आक्रोशित समेत भइरहेका छन्। प्रतिनिधि सभा सदस्यका लागि पहिलोपटक गोपाल शर्माको नाम सिफारिस गरिएको हो। नेकपा जिल्ला संयोजक गोविन्द रोकाले जानकारी समेत दिएका छन् भने गोपाल शर्मा 2074 सालमा प्रदेशसभा सदस्यमा समेत उनी रुकुमबाट निर्वाचित भई अर्थमन्त्री समेत भएका थिए। नेकपा रुकुम पश्चिमले प्रतिनिधि सभाको समानुपातिक तर्फ आदिवासी जनजातिबाट जक्कु प्रसाद घरती, दलित तर्फबाट राजकुमार परियार, महिला तर्फबाट गीता नेपाली र खस आर्य तर्फबाट झरना शाही र राष्ट्रिय सभा सदस्यका लागि बुद्धि प्रसाद गौतमको नाम सिफारिस गरेको संयोजकले बताएका छन्। उक्त यो विषयले यति बेला रुकुममा खुसियाली समेत आएको छ भने धेरैले अत्यन्तै खुसी भएको समेत जनाएका छन्। अन्ततः गोपाल शर्मा त्यसै पनि अत्यन्तै प्रभावशाली र विकासप्रेमी नेता समेत हुन्।